स्याङ्जा दरौँ सिरुबारी जाने बाटोमै ट्याक्क हाम्रो माझु भन्ज्याङबाट टक्क बिहानको अहिले 7:30 बजे देखिने भ्यू, दसैँको माहौल एकदम अझै हल्का रूपमा हाम्रो हिमाललाई छेकेको अवस्था। हेर्नुस् गाइजहरु, नेचुरल भ्यू हो यो, टक्क जंगल। अझ बिहान आएर सनराइज हेर्न बहुत मजा हुन्छ यहाँ। प्रकृतिले धनी देश हाम्रो, कति आनन्द आउने, स्वर्गीय आनन्द आउने भ्यू छ बिहान बिहान। माझु भन्ज्याङ बिहानको मर्निङ सो हो यो। यस्तो दामी देखिन्छ साथी, एकचोटि आएर घुमेर अवलोकन गरेर तपाईहरुले अनुभव लिएर जान सक्नुहुन्छ हाम्रो माझु भन्ज्याङ पार्क। बिहानको मिरमिरे उज्यालोसँगै हिमालको हिउँ देख्न सकिन्छ। मौसमले साथ दिएमा फेरि कहिलेकाहीँ कुहिरो लाएर नदेखिने पनि सकिन्छ। लो बिहान बिहानै देखिन्छ भन्थ्यो जिजिएस कान्छाले, आज छैन भन्नु होला। फेरि टक्क मौसमले साथ दिनु पर्यो। ल हेर्नुहोस् कति राम्रो भ्यू छ। सरररररर आनन्द आउने भ्यू। तल फाँट बसेको भन्छ, कुहिरो बसेको हामी अहिले लेकमै भौँ। माथि डाँडो, माझु भन्ज्याङको डाँडा, हिमालको भ्यू। अझै हल्का तुयालो बसेर उ भइरहेछ। आहा, यो त क्या दामी देखिएको। अझै माथिबाट तपाईहरुलाई देखाउँछु, हेर्नुस्, माया गरिदिनुस्, कमेन्ट गरिदिनुस्, केही कमी कमजोरी भयो भनिदिनुस्। भर्खर चालेका पाइलाहरुमा साथ दिनुस्। खासै म भिडियो एडिटर युट्युबर नै त हैन, एउटा सानो प्रयास गरे हो। रहर लाग्छ, रहर पुरा गर्न खोजे हो। पुरै राम्रोसँगै गर्न जानेको, बोल्न जानेको त अझै पनि छैन। बिस्तारै बिस्तारै गोरो हुँदै जाला। जति माथि आए उति आनन्द, जति माथि आए उति आनन्द लाग्ने ठाउँ छ। यता पुरै जंगल हाम्रो।
यहाँबाट हो टक्क ल हेर्नुहोस् यो माझो भन्ज्याङसँगैको यो पारी देखिने गाउँ सिरुबारी हाम्रो अधिराज्यको पहिलो पर्यटकीय गाउँ सिरुबारी देखिँदै गरेको सिरुबारी गाउँ हो। बाटो पुरै पिच छ आउन सक्नुहुन्छ थोरै बिचमा समथिङ 500 मिटर जति बनिरहेको छ त्यहाँ पनि अप्ठ्यारो छैन जुनसुकै गाडीहरू पनि आइरहेको छन् यहाँ आउन जानको समस्या छैन एकदम सिरुबारीमा आउनुस् बस्नुस् यहाँबाट सर र सिरुबारीदेखि रायसरासम्मको यो भ्यू माझ भन्ज्याङदेखि सिरुबारीसम्मकै भ्यू जो यो माझो भन्ज्याङ थाप्ले यता पारी छ ठ्याक्कै बुद्ध भगवानको मूर्ति त्यहाँ पनि घुम्ने ठाउँ छ अहिले चाहिँ म त्यता गइनँ यो पारीदेखि नै दरौँ हो भन्न त हामी दरौँ सिरुबारी भन्छौँ तर दरौँ त्यो डाँडा सिरुबारी यो डाँडा है सायद थियो गीत मिलाउन काट्दा दरौँ सिरुबारी भनेको हुनाले यो फेमस चाहिँ दरौँ सिरुबारी भनेर भए हो तर यो ओल्ला डाँडा सिरुबारी अहिले देखाइराखेको डाँडा त्यसपछि आएर सर्लक्क घुमेर यो पारी देखिने यो दरौँ यो टावर सहित यो दरौँको डाँडाको टावर हो दरौँ पनि राम्रो छ आफैमा हेर्दाखेरि यातायातको सुविधा पनि छन् जिपहरू भने जिपहरू यदि तपाईहरु आउन मन छ कुनै गाडीको कन्ट्याक्टहरु भएन उ गर्न तपाईहरुलाई रिजर्भ अथवा एक जना पनि आउन खोज्नु भयो भने कमेन्ट गर्नुस् म नम्बर दिन्छु तपाईहरुलाई गाडी उपलब्ध गराइदिन्छु कन्ट्याक्ट गराइदिन्छु आउन सक्नुहुन्छ यस्तो असुविधा छैन आउनलाई गाडीहरु प्रशस्त मात्रामा पाउँछ आफ्नै पर्सनल लिएर आउनलाई बाटो एकदम राम्रो छ गाडीहरु आइरहेको हुन्छ नि जिपहरु पनि प्राइभेट होइन नै यो यहाँ भाडाका गाडीहरु नि सुविधाका लागि 9-10 वटा जिप छन् यहाँ आउने यो बाटोमा बस आउँछन् बाइक स्कुटर इभी गाडी सबै आउँछ है फेरि बसहरु मात्र हैन सब आउँछ सब बाटो सजिलो छ आउनुस् आनन्दले नौडाँडाबाट जम्मा 16 किलोमिटर हाइवे छोडेर टाढा पनि छैन आधी घण्टा 85 मिनेटको बाटो हो सरर आउँदा आनन्दले ल आज यो भिडियो यति नै आज सबैलाई ह्यापी दशैं आज नवमीको दिन म बिहान आज भन्ज्याङबाट तपाईहरुलाई यो भिडियो बनाएर तपाईहरुलाई पस्के शुभ दशैं दीपावली छठ पर्व नेपाल सम्मत के सबैलाई शुभकामना यो मेरो भिडियो हेर्ने जति सबैलाई धन्यवाद मेरो च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला कुनै कमी कमजोरी गल्ती भए कमेन्टमा गरिदिनु होला
म सुधार्ने छु, तपाईँहरूसँग सिक्ने छु। धन्यवाद।